Going to Kathmandu. Kathmandu. Pokhara Bazaar. Jom. गुरुङ ड्रेसमा उहिलेको जमानामा चाहिँ फ्रिजहरू केही हुन्थेन हैन अब मन चाहिँ घान्द्रुकमै छोडेर जानुपर्ने जस्तो भयो Going to Kathmandu. सल्लाह गरेर गए जस्तो भयो सल्लाह गरेर गएको जस्तो भयो दिदी पुरा डर लाग्यो रे काठमाडौँ जानु डर लाग्यो केही डर हुँदैन नि मजाले घुम्यो ल्याउनुपर्छ प्लेनमा ठुलो भएर मात्रै भारी कसरी बोक्यो रे भारी दुईवटा ट्रली जिम गरेको फाइदा चाहिँ भयो कसरी ल्यायो रे यस्तो गरेर दुईवटा ट्रली सुटकेस अलमोस्ट 20 केजी ल अब सी यु इन काठमाडौँ ओके reached Kathmandu airport, Tirubhuvan airport. दामी रहेछ राम्रो छ बहिनी आइदेऊ न अन्त यसो आइदिनै पर्ने आइदिनु पर्यो त कहाँ गएको रे बहिनी अब चाहिँ पोखरा जाने हो काठमाडौँ मेरो दिदी भेना कहाँ जाने हो अब जाने हो पोखरा तिम्रो कहाँ रे मजेरी Anyway, you just I'll let you know and then whether it has got a beautiful lake or view or not. Okay. जी मैम Can we all fit in? Oh yeah. Yes, आराम से ए ठुलो ठुलो रहेछ ये यहाँ हाम्रो कारमा दाजु हाम्रो गाइड हामीलाई गाइड गर्नुहुन्छ हजुर थ्याङ्क यू नि चढ्यो गरम भयो ओके काठमाडौँ ओके 1 यताबाट साट्नु पर्ने रहेछ हैन मिठो भयो खाना खाएर पैसा लस भएर एकदम लिस्ट गरेको छ के हजुर 7 hours को long journey बाद हामी आइपुग्यो पोखरा दाजुले हामीलाई दामी रुम ल्याइदिएछ नि यहाँ होटेल है मन पर्यो नाइस बेड the best part you can see the mountain Machu Picchu
पोखरा बजार एमजी मार्ग होइन यो चाहिँ पोखरा मार्ग एमजी मार्ग होइन बहिनी पोखरा मार्ग देखेर म फेरि पढिसकेँ ट्रेकिङ जाने मान्छे जामा लाउँछ अरे हो Good morning from Pokhara. It's day 1. It's lovely morning and we are heading to Gandruk today, and tomorrow we'll be starting our ABC trek. You can just see the faint view of mountain there. Machu Picchu. Lai didi, जाऊँ अब हामी यहाँ यस्तो 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 गर्नु यहाँ निवा दाजुलाई अब हामीले कान खाने होला यहाँ कर्म दाजुको पनि उहाँ चाहिँ बानी भएको छ आज दुईजनाको चाहिँ कति कान काठमाडौँ टु पोखरा आउँदै उहाँको कान ठिक भइसकेको छ एडजस्ट भइसकेको छ गीत गाउने भइसकेको छ है गीत गाउने बनाइ कर्म दाजु गीत गाउने भइसकेको छ अरे यार पनि प्याक गरेर के गर्नु आफू पर्यो समुद्रको छेउ अरे लो माय गुडनेस यो चाहिँ माथि चुच्चो चाहिँ फिस्टेल हो हजुर हामी होटलबाट चाहिँ त्यही देख्यो नि दाजु यो फिस्टेल हो यो बिचको चाहिँ गङ्गापूर्ण भन्छ है हजुर अनि यो जो कालो थुमको बकलाई चाहिँ अन्नपूर्ण 4 हजुर हामी त डल्लै देख्दो रहेछ त देख्ने अब हामी माथिको अब फिस्टेल चाहिँ यस्तोमा देख्छ कि हजुर अनि हामी चाहिँ यो फिस्टेल र अन्नपूर्ण साउथको बिचमा बस्ने हो ए के भयो ब्याकग्राउन्ड त सबैजना चुपचाप भयो त वाइ सो सिरियस बाइकमा हामी लिफ्टले भनेर जान्छ बिरे ठाटी आइपुग्यो यहाँ चाहिँ नि पर्मिट देखाउनु पर्ने रहेछ अन्त यहाँ हाम्रो कर्मा दाइ चाहिँ पर्मिट देखाउनु जानु हुँदैछ यहाँ टुरिस्टहरू सबैले चाहिँ पर्मिट देखाउनुपर्छ अरे है अन्त यहाँ पर्मिट देखाएपछि चाहिँ माथि जानु दिँदो रहेछ पर्मिट देखाएर पनि राम्रो रहेछ जग्गा त फेरि एकदम रमाइलो रहेछ हाम्रो गाडीको नम्बर यो कति हो यो 8 हो 883 ए यहाँ माथि रहेछ त इङ्ग्लिसमा छ मैले त 8 भन्दै थिएँ नि त शेर्पा गुडविल्स बहिनी झन्डै हामी त पास नदेखेँ ब्लगिङ हुँदैछ बहिनी लु गर्थ्यो त ब्लगिङ हुँदैछ ब्लगिङ हुँदैछ बहिनी मेरो ढले भन्छ म सक्दिनँ एबिसी पुग्नुपर्छ नि पुग्यो त बहिनी रेडी फर ट्रेक यस हाम्रो दाइ अब यहाँ घरमा दाइले अब हामीलाई लान्छ अन्नपूर्ण ओके स्टार्टिङ अवर ट्रेक गान्द्रुकको आधी बाटो होइन है निकै आधी बाटो भन्दा निकै माथिसम्म आउँदो रहेछ त्यहाँदेखि आधी घन्टा जस्तो चाहिँ हिँड्नु पर्दो रहेछ हाम्रो ट्रेक अब सुरु भएको है डे 1 फर्स्ट डे बेस्ट अफ लक टु अस अल द बेस्ट टु अस
ठाडो कालो गान्तोक जाने बाटो बिस्तारी बिस्तारी मेरो 1 सालको डेस्टिनेसन आज चाहिँ फाइनली पुगे रिच गान्तोक अब यहाँदेखि होटलमा जानु अरे वकिङ स्लो टेकिङ स्मल स्टेप्स आज फर्स्ट डे भएर होला अलिक साह्रै पर्दैछ बिस्तारै बिस्तारै हिँडेको फेस्टिभल रहेछ आज हिजो नयाँ सालको सँगै त नमस्ते बाई हाम्रो नेपाली खाना दाल भात गुरुङ ड्रेसमा we are going for village walk. नमस्कार अनि यो भित्र यो हेर्नलाई पैसा लाग्छ हजुर कति रुपैयाँ लाग्छ नेपालीलाई 50 विदेशीहरूलाई 100 रुपैयाँ हामी त नेपाली हो हजुर नेपालीलाई चाहिँ 50 रुपैयाँ हुन्छ विदेशीलाई चाहिँ 100 रुपैयाँ म त गाइडलाई पनि पर्छ न त दुई जनालाई मात्रै दिनु त हो त्यो 100 रुपैयाँ दिए मिल्छ ए हुन्छ 100 रुपैयाँ हुन्छ तर हामी पस्नु चाहिँ 3 जना पस्छ हुन्छ है हुन्छ के राम्रो रहेछ यहाँ पो
यो पक्का ट्रेडिसनल रहेछ नि हैन त भित्र अरे हेर त के राम्रो हेर्नु त यो त उयोहरू गर्ने नि यो त उयो गर्ने हैन कटनहरू बनाउने यो हाम्रो ट्रेडिसनल डोकोहरू क्युट क्युट डोकोज घर जस्तो रहेछ यो चाहिँ यो थान हो यो चाहिँ मट्टाहरू दहीहरू जमाउने है मदानी है यो चाहिँ अब हाम्रो ट्रेडिसनल झर्के थाल है ठेकीहरू भगवान पनि रहेछ यो चाहिँ हाम्रो पहिलाको चुला है आगोमा चुला है अब यसमा चाहिँ दाजु हामी के गर्छ रक्सी बनाउँछ यसमा चाहिँ अब सामानहरू राखिन्छ यो चाहिँ अब उहिलेको जमानामा चाहिँ अब फ्रिजहरू केही हुन्थेन होइन के गर्थ्यो अब मकै सुकाउनु आलुहरू राख्नु के सामानहरू मासुहरू पनि सुकाउँछ मान्छेहरूले आलु त सुकाउँदैन होला हौ त्यहाँ आलुहरू चाहिँ यहाँ राख्छ नि त बिग्रिँदैन अन्त त्यो मासुहरू पनि सुकाउनु छ भने चाहिँ सुकुटी हुन्छ अन्त यो चाहिँ अब हाम्रो पक्का हाम्रो भनौँ भने चाहिँ हाम्रो अर्ग्यानिक किचन हाम्रो के भन्छ हाम्रो संस्कृति हो है यहाँ हेर्नुहोस् अब यसलाई चाहिँ हाम्रो तामाको गाग्रो अन्त यसलाई चाहिँ हामी भन्छ तौलो है अब यो चाहिँ अब त्यस्तो हल्लाएर त कहाँ हुन्छ ल यो चाहिँ हाम्रो मही पार्ने ठेकी यो चाहिँ मदान यस्तो गरेर यसरी तान्नुपर्छ दही हालेपछि यस्तो 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 गरेपछि मही र घिउ निस्किन्छ योबाट चाहिँ यस्तो हो हाम्रो नेपालीको धेरै धेरै छ है हाम्रो सांस्कृतिकमा चाहिँ यो चाहिँ हाम्रो उहिलेतिर यसरी गएर ढिकी हुन्छ हाम्रो त 4 घरतिर पनि छ नि यो त अँधेरो छ यस्तो चढेर गएर चाहिँ माथि यस्तो लाएर आएको ठिकै थिएछ गाउनु डुल्नु त्यही कारण गाउँ डुल्ने भनेर सोधेको रहेछ तर म यस्तो लाएर हामी त्यही त साह्रो पराएको डुल्छस् गाउँ यहाँ त यो चाहिँ के हो दाइ घुम हो काट्छ त अन्त ओड्ने होइन त यो त चाहिँ हाम्रो ट्रेडिसनल छाता जस्तै हो कोदो रोपाइँ गर्दाखेरि चाहिँ ठुलो छ ए यसरी लाउनु पर्यो अर्कै खालको घुम रहेछ नि 4 पाटा हुन्छ यो त यहाँको चाहिँ गोलो आफ्नो हुन्छ हजुर त्यो चाहिँ कोदो रोपाइँ गर्दा यताउता बढी जस्तो चाहिँ कोदो रोपाइँ गर्दा निउरेर गर्दाखेरि पानी कस्तो राम्रो है राम्रो छ एकदम राम्रो है झाप के राम्रो यो चाहिँ हजुर सुपारी पायो भने त म त किन्ने हौ यहाँ रहेछ त एउटा पसल असल बन्द छ आउनुहोस् खै माल दिदी आउन हौ भन्दै अब मन चाहिँ घान्द्रुकमै छोडेर जानुपर्ने जस्तो भयो मन चाहिँ नछोड बहिनी साह्रै राम्रो रहेछ ओह्रालो पो साह्रो त खासमा है दाइ हामी चाहिँ अब यो पुरानो घान्द्रुक गएको ट्रेडिसनल घरहरू रहेछ यहाँ चाहिँ हो अन्त माथि चाहिँ के भन्दा सबै नयाँ होटेलहरू उयोहरू रहेछ हो पुरा अब रिसोर्टहरू राम्रो राम्रो रहेछ यहाँ अलिक तल आयो भने चाहिँ लोवर घान्द्रुक आयो भने चाहिँ उहिलेको ट्रेडिसनल घरहरू हुँदो रहेछ त्यही हेर्नुको लागि हामी चाहिँ गएको अन्त पुरानो घरहरू रहेछ यहाँको ट्रेडिसनल अब उनीहरूको कति राम्रो सो गुड टु सी हाउ दे हेभ वेल प्रिजर्भ द कल्चर द ट्रेडिसन no now when everybody is heading towards modernization they have preserved their culture and it's really good to see that so in one way it's a preservation of culture plus tourism also so because of that lot of tourists come here to visit so it's worth visiting actually it's really beautiful very peaceful village it's very nice so one should visit this place it's really good it's worth यो पुरानो गाउँ जान्छ कता हो पुरानो गाउँ जान्छ नि पुरानो गाउँ जाने बाटो कता हो पुरानो गाउँ पुरानो गाउँ
कता हो पुरानो गाउँ भन्ने यो मन्दिर छ नि यता डाँडा गाउँ हो उता डाँडा घर हो यो तल गाउँ 7 नम्बर उता 6 नम्बर त्यो उनी त गाउँ छ छैन त्यो घरहरू छ नि घरहरू खेतहरू छ गाउँ छैन हजुर घर त होला हो त्यही दिन हो अनि डल्लै देखिन्छ नि खासमा यस्तो डल्लै देख्छ नि माथिबाट मैले हेर्दा चाहिँ डल्लै घरै देखिँदैछ भाइ पनि गीत गाउन यो गाडी उता जिनु डाँडा जान्छ पहिले त बसमा उता गाडी कुरु आउँछ हामी त्यो बाटो हिँड्यौँ भोलि होइन नि हामी त पछि आउँदाखेरि त्यो बाटो ए भोलि जाँदाखेरि हेर्छौँ त तर हामी छेउबाटै आयो नि त छेउबाटै खिच्नु पाएन